यता एउटा झोला बोकेर कुदै गरेको मान्छे देखिस्? खोइ नानी मैले त देखिन त। ल त्यो बाँचेर कहाँ जान्छ? यता गयो होला हिँड सक्ति। बोला तँलाई ती खोज्दै आउने मान्छे केटाहरू को हो? त्यही नेताका गुन्डाहरू काका। साले त्यो जितेलाई नमारी त म मर्दिनँ काका। त्यो गुन्डा पाल्ने नेतासँग किन जोरी खोज्छस्? फेरि तँसँग के नै पो छ र? यो गाउँका कोही तँसँग समर्थन छैनन् अनि फेरि तँ त्यो गुन्डासँग किन जोरी खोज्छस्? हेर काका, मसँग आत्मबल छ, विश्वास छ। तँ जितेलाई नमारी त म मर्दिनँ। मसँग यो छ, यसले त्यसलाई नमारी म मर्दिनँ काका। जितेलाई नमारी यो टट्टुहरूलाई किन मारौँ भन्न मात्रै हो। यसलाई नमारी नि काका, म मर्दिनँ। ए भगवान, यो बन्दुक मैले कहाँबाट ल्याइस्? इन्डियाबाट ल्याएको। साले हजुर अलिकतिले बाँच। त्यो पुल उद्घाटन गर्न आएको रहेछ। मेरो हातको यो बन्दुकबाट त्यसको गोली कन्चडरबाट गएको छ। चुके अलिकति काका। अब नेक्स्ट टाइम म चुकाउने छैन। मरी त म कहाँ शान्ति मिल्छ र मलाई। हेर बोला, यिनीहरूसँग शक्ति छ, पावर छ, सत्तामा छन् उनीहरू। जुन दिन तँलाई मारिदिएर मेची खोलामा फ्याल्देलान् नि। के भनेको काका तपाईँले? 6 महिनादेखि बिदाउन सकेको छुइनँ। बिदाउन भन्न आँखा चिप्लिन्छु। भावनाको लास मेरो आँखा अगाडि आउँछ। अनि तपाईँको छोरो भाइ त्यो विदेशबाट बाकसमा आएको त्यो दिन जल्दी मेरो आँखामा आउँछ। ती तमाम गाउँका सोधा सादा किसानहरू जो सहकारी र ब्याङ्कको ऋण तिर्न नसकेर आत्महत्या गरेको आउँछ। झुटो आश्वासन दिन्छन्, मिठा मिठा कुरा गर्छन्, हाम्रो भोट लिन्छन्, यो गाउँको विकास गर्छु भन्छन्। खोइ गरेका जनस्तर उठाउँछु भनेर, विकास गर्छु यो गाउँको भनेर ती ढट्ने नेताहरूको अनुहार सम्झिन्छु नि। पड्काउन मन लाग्छ। सत्तामा बसेर अदालतकै हात लिएर कानुनको बलात्कार गरेर यो देशै सिस्टमै धमिरा लगाइरहेछन्। धमिराले काठ खाए जस्तो। अब नि काका, कुनै पनि प्रेम आचार्यले आत्महत्या गर्नुपर्ने छैन, देहत्याग गर्नुपर्ने छैन। मैले त भएन, ठिकै छ। म जस्तो लाखौँ युवाहरू ब्याग बोकेर एयरपोर्टमा घुइँचो हुन्छ विदेशमा गुलामी गर्न। अब यो बदल्नै पर्छ। कसैले न कसैले गर्नै पर्छ काका। म मरुला, मलाई केही चिन्ता छैन। तर म त जितेलाई नमारी चाहिँ मर्दिनँ काका। म त्यसलाई मार्छु। मेरो हातबाट त्यसको मृत्यु लेखेकै छ। आशीर्वाद दिनु काका। आशीर्वाद छ। साला यो यहाँ रहेछ, काट। मुख्य बात त्यो मान्छेको लास यही थियो। के थियो? खै त तैँले यही देखेको थियो? हो मुख्य बात, त्यो गुन्डाहरूले त्यो मान्छेलाई यहीँ मारेर फ्याँकेको थियो।
भावना 12को इक्जाम पनि आउन लाग्यो होला कस्तो तयारी चल्दैछ सुन न बहिनी +2 सकेर चाहिँ स्टाफ नर्स पढ्नुपर्छ है बहिनी स्टाफ नर्स पढ्नको लागि त धेरै खर्च लाग्छ अरे त्यत्रो धेरै पैसा कहाँबाट ल्याउने ए तिम्रो दाजुबहिनीको के को बन्धन हो नमस्ते मुखिया बा नमस्ते हेर्नुहोस् न मुखिया बा +2 सकेर स्टाफ नर्स पढ्नु अरे अब पढ्छु मात्रै भन्न कहाँ हुन्छ त एडमिसन फी महिनाको फी फेरि कापी कलम भनौँ अनि फेरि भोला दाईको जागिर पनि त छैन गाह्रो छ नि हामीलाई पढ्छु मात्रै भन्दा हुँदैन तैँले मलाई जति विश्वास गर्छस् तैँले मेरो भाइमाथि पनि त्यति नै विश्वास गर ऊ एक असल नेता हो खोइ मुखिया बा चुनावमा उठुन्जेल त सबै राम्रा हुन्छन् नि जितेर गएपछि सहरमा घर बनाउनै पर्छ छोराछोरीलाई विदेश पढाउनै पर्ने आफू बिमारी हुँदा विदेश उपचार गर्न जानै पर्ने यो नेताको विश्वास लाग्दैन मलाई हेर बोला मेरो भाइ यसपालिको चुनावमा उठ्दैछ मेरो भाइलाई सहयोग गरिस् भने तेरो बहिनीलाई स्टाफ नर्स पढाउने तेरो सपना म पुरा गरिदिन्छु विश्वास मान भोला मेरो भाइले चुनाव जित्यो भने तिम्रो जस्तो युवाहरूको सपना सबै पुरा हुन्छ दाइ मुखिया बाले भनेको मान्नुहोस् फेरि तपाईँको सिस्टम बदल्ने इच्छा एक असल नेताले मात्र पुरा गर्छ तिमी टेन्सन नलौ तिम्रो खुसीको लागि म जे पनि गर्छु हट यो क्यारम बोर्डले पनि कहिले क्लास्ने भएन राजु दाई क्यारम बोर्ड गेम सिद्धिएन तपाईँहरू जतिको युवा भएर के समय खेर फाल्नुहुन्छ के गरौँ त पैसा कमाउँ भने जागिर छैन मैले त पासवर्ड पेइसकेको छु आज हो कि भोलि मेरो त उड्ने हामीले त विदेश लाँदैन अब म इन्डिया जाँदैछु कोइला काट्न कुन देश जान आँटिस हौ अब के गर्नु त हामी जाने भनेको त्यही कर्ता त हो नि तपाईँ हामी जतिका युवाहरू कहिलेसम्म विदेश जाने त्यो पनि लेबर गर्न अर्काको गुलामी गर्न तपाईँहरूलाई थाहा छ आफ्नो घर जस्तो अर्काको घर हुँदैन आफ्नो देश जस्तो अर्काको देश हुँदैन फेरि हेर्नु न युवाहरू जति सबै दिन प्रतिदिन विदेश पलायन भइरहेछन् यहाँ मर्दा मलामी हुँदैन बिहे गर्दा जन्ती जाने हुँदैन बाउआमाको काजक्रिया गर्ने छोरो हुँदैन अनि एउटी चेलीलाई बिहेमा अन्माउने माइती हुँदैन जे गर्नुपर्छ हामीले अब स्वदेशमै गर्नुपर्छ यहाँ कसलाई चिन्ता छ देशको यहाँ त भ्रष्ट नेताहरूले देश त खत्तम भइसक्यो यहाँ कसलाई छ देशको चिन्ता मलाई छ देशको चिन्ता मलाई छ देशको चिन्ता ओ महाशय को हो तपाईँ म यो गाउँको मुखियाको भाइ हो राजु यसपालि हाम्रो क्षेत्रबाट सांसदको उम्मेदवारमा उठ्नु हुँदैछ हामीहरू सबै मिलेर उहाँलाई जिताउनुपर्छ यदि यसपालिको चुनावमा मैले यहाँ जितेँ भने यहाँको सांसद बने भने तपाईँहरू जस्तो युवाहरूले अरबको खाडी मुलुकमा गएर त्यो अरबीहरूको गुलामी गर्नु पर्दैन यो देश समृद्ध बनाउने मेरो जिम्मा
केटा पो म प्रताप चन्द्र संसदको उम्मेदवार। यसपालि मेरो जित निश्चित थियो, तर तैँले गर्दा म हार्ने भयो। मेरो भोटर सबै तैँले भड्काइस्, जितेलाई भोट मागिस्। आखिरीमा ममा नभएको के छ त्यो जित्यो भन्। यो देश र जनताको मुहारमा हाँसो ल्याउने हिम्मत छ अनि विश्वास छ, इमान्दारिता छ। इमान्दारिता त्यो पनि राजनीतिमा जसले इमान बेच्न सक्छ त्यसलाई नै नेता भनिन्छ। बरु भन् तँलाई कति पैसा चाहिन्छ, मलाई डिमान्ड गर, म दिन तयार छु। बरु मलाई सल्लाह, तँलाई यो देशमा बस्न मन छ कि छैन? शिरमा सगरमाथा, छातीमा बुद्ध र आँखामा समुन्नत नेपालको सपना बोकेर हिँडेको योद्धा हुँ म, योद्धा। तिमीहरू जस्तो देशद्रोही होइन, बुझ्यौ? हेर बोला, यो चुनाव जसरी भए पनि मैले जित्नु छ। यदि मैले जितेन भने म मार्न पनि सक्छु र मर्न पनि सक्छु। त्यसैले जितबहादुरलाई भोट माग्ने काम छोडिदिए, नत्र विमान, रक्सी, मासु र पैसोमा बिक्ने जमाना गए नेताज्यू। अब यहाँ विजय हुन्छ त इमान्दारिताको हुन्छ, विश्वासको हुन्छ, यो देशलाई माया गर्ने सपुतको हुन्छ। मार्नुहुन्छ मलाई, पिट्नुहुन्छ, मारेर त हेर्नुहोस् यो एउटा भोला मरेर के हुन्छ। यहाँ हजारौँ भोलाहरू जन्मिनेछन्, मर्नबाट डराउने छोरो होइन म। मार्नुहोस्। केटा, यसको दिमागबाट जितबहादुरको भूत उतार्ने। आया असतीहरू बौलाइसके। दाइ, के भयो तपाईँलाई? यो चोटहरू कसरी लाग्यो? के हुनु बहिनी, हाम्रो नेता जितबहादुरको भोट माग्दै हिँडिरहेको थिएँ, त्यो प्रतापेका गुन्डाले कुट्नुसम्म कुटे नि बहिनी। कस्तो चरिहाले आछ, बिस्तारी गर न। भयो, अब भोटचोट माग्न हिँड्नु पर्दैन। के भनेको तिमीले? यस्तो परिस्थिति त आइरहेको छ नि। हारेर पनि बस्ने हो? देश बनाउन हिँडेको योद्धा भएर हामी भनेको देश बनाउन हिँडेको। बहिनी, जितबहादुरको विजय सुनिश्चित छ। अब यस्ता अपराधीहरूको दिनगन्ती सुरु भइसक्यो। बिस्तारी गर न। मेरो बाबा भने नि, आमा भने नि, तपाईँ मात्र हो दाइ। तपाईँलाई पनि केही भइहाल्यो भने म कसरी बाँच्नु? होला के भयो तँलाई? कस्तो छ अहिले? मुखिया, अहिले त मलाई राम्रै छ। होला, यो तँमाथिको आक्रमण होइन, यो ममाथिको आक्रमण हो। विरोधीहरू धेरै डराइसके, यिनीहरू हताश भइसके। जनलहर भनेको एउटा सुनामी जस्तो हो नेताज्यू। जनताको यो जनलहरले यी भ्रष्टहरू, दलालहरूलाई एक दिन पत्ता साफ गर्दैछ। यी धमिराको चाँडै नै अन्त्य हुने समय आउँदैछ। भोलिसम्ममा हाम्रो चुनावी मत परिणाम पनि आउँछ होला सायद। तपाईँ ढुक्क हुनुहोस्, हामीले बगाएको यो रगत त्यसै खेर जाने छैन। हजुरको विजय सुनिश्चित छ।
ओ भोला दाई ओ भोला भाइ राजु दाई नामै जितबहादुरको जित भयो नि भोला दाई। जिते हाम्रो नेताले जिते। यो जित कसको? हाम्रो हो। जितबहादुर जिन्दाबाद। राजु दाई हाम्रो नेताको जित भयो। जितबहादुर दाईको जित भयो नि। अरे दाई तपाईँको मेहनत र बलिदान खेर गएन। हाम्रो जितबहादुरले जिते, फेरि किन रुनु भएको? कमसेकम अब जितबहादुरले युवाहरू विदेश हुनुपर्ने बाध्यतालाई थोरै मात्रै सम्बोधन गर्न सके भने पनि यो देश बन्नेछ। उहाँले हाम्रो आँखामा सपना भरिदिनु भएको छ। अब त उहाँले जित्नु पनि भयो। सतीले सरापेको देशमा यहाँ नेता होइन, एउटा भ्रष्टाचारी भ्रष्ट दलाल मात्र जन्मिन्छ भनेर राजनीतिबाटै टाढा बसेको थिएँ। तर होइन, हाम्रो जितबहादुरले अब पक्कै पनि यो देश जनता र तपाईँ हामी सबैको मुहार फेर्नुहुनेछ। यो देश पनि बन्नेछ, हाम्रो गाउँ पनि बन्नेछ, अनि मेरी बहिनी पनि नर्स बन्ने छिन्। श्यामजी ए ठिक छ धन्यवाद, धेरै धेरै धन्यवाद। हो त यो हजुरहरूकै कृपा हो। हजुरहरूले गर्दा नै त मैले जितेको हुँ। यो सबै योगदान हजुरहरूकै हो, हजुरहरूकै जिम्मा हुन्छ। म यो ठाउँको सांसद बने। अब यसमा के गर्नुपर्छ तपाईँहरूसँग सल्लाह परामर्श गरेरै गर्नेछु म। हुन्छ, हस्। नमस्ते नेताजी। नमस्कार। ए होला तिमी आऊ, बस बस। अनि भोला ए यिनै होइन तिम्री बहिनी भावना? हो नि, म पनि तपाईँलाई जिताउनको लागि कति कुदिरहेको थिएँ। नेताजी, मेरी बहिनी भावना +2 सकेकी छिन्, नर्स पढाउनु भनेको नेताजीले भन्नुहुन्थ्यो स्कलरसिप मिलाइदिन्छु भनेर। अब गरिदिनु पर्यो। ठिकै छ, यसमा यसो गरौँ न, मलाई तल गएर बजारबाट 2टा डायरी लिएर आऊ त। यसमा म नोट गर्नुपर्ने हुन्छ यो के काम तब जस्तो तपाईँको काम छ उहाँको अर्को त्यो डायरी र नोट किनेर लिएर म बहिनीसँग कुरा गर्दै गर्छु है। भइहाल्छ नि, तिमीलाई स्कलरसिप मिलाइदिन्छु। यो प्रदेशकै सबभन्दा राम्रो मेडिकल कलेजमा स्कलरसिप मिलाइदिन्छु नि। तर मेरो पनि त इच्छा पुरा गर्नु पर्यो। भोला दाई, तपाईँले भोला दाईसँग बाचा गर्नुभएको थियो। कस्तो बाचा के बाचा? भोला दाई सबै बिर्सिसकेँ मैले त। भोला दाई भोला दाई भोला दाई भोला दाई भोला दाई छोड पापी, छोड छोड। साला पापी, नेताको नाममा कुलङ्कर।
गरेर सबको अगाडि ल्याएर देखाइदिन्छु। ए त मेरो मेरो बदनाम गर्ने र त मलाई बदनाम गर्छ मेरो असलियत छोड्ने छ रे मलाई म जोड्न छोड्दिनँ। यो क्यारामोटको गोठी र हामी उस्तै उस्तै भयौँ साला। कहिले कसले प्रयोग गर्छ, कसले कसलाई प्रयोग गर्छ। होइन यो भोला दाइलाई के भएछ? रकतम्मै भएर हिँड्दै हुन्छ त। छोड्दैन, जेसुकै होस् गोठी आन्न। यो भोला दाइले गर्दा मैले मेन पावर पेसीको पास पनि क्यान्सल गर्नु पर्यो। यसले गर्दा हाम्रो भविष्य नै बर्बाद भयो नि। हो त, 2-4 जना नेता नमरिकन हाम्रो देश बन्दैन। भोला ए भोला के बताऊ, किन बोल्दैन? म बताउँछु। तिम्रो भाइको लागि भोलाले चुनावमा भोट मागेर जितायो, तर तपाईँको भाइले काका बस केही नभन्नु। किन नभन्नु? तैँले यही मुखियाको भाइको लागि चुनावमा जिन्दाबाद मुर्दाबाद गर्दै चुनाव जिताएको होइन? तैँले के पाइस्? किन पाइने काका? मेरो इमान्दारिता र विश्वासमाथिको उपहार पाएँ। मैले मुखिया बा प्रति गरेको सम्मान र विश्वासको पुरस्कार पाएँ। अनि मेरो सपना र अभियानको सम्मान पाएँ। कुरा के भयो होला मलाई भन् त? छाडिदिनुहोस् मुखिया बा, अब सुनेर के गर्नुहुन्छ? तपाईँ त भन्नुहुन्थ्यो नि मेरो भाइ असल छ, इमान्दार छ। इमान्दार एउटा नेताले के बलात्कार गर्छ? सम्पत्तिका लागि, पैसाका लागि आफ्नो इमान बेच्छ? जनताप्रति गरेको वाचा र विश्वासको उपहास गर्छ? तपाईँले मलाई फसाउनु भयो मुखिया बा। झुट बोल्दैछ यसले, झुट बोल्दैछ। यो विरोधी पार्टीसँग लागेर यसले झुट बोल्दैछ। यस्तो केही पनि भएको छैन। सोझा साझा जनतालाई आफू नेता हुँ भनेर ठग्दै हिँड्न लाग्दैन तपाईँ? ए बुढा, त कोसँग कुरा गर्दैछस्? यही ठाउँको सांसद तँ। जेरा बता बोलिस् भने मलाई यही पत्ता साफ गरिदिन्छु। तैँले बेइमान गरिस्। जसले बेइमान गर्न सक्छ त्यही नेता बन्छ। म पैसा कमाउनलाई नेता बनेको, जनताहरू भनेका त भुइँका धुला हुन्। यसले गर्दा दाजुभाइको सम्बन्ध बिगारो। म अब मुख्यमन्त्री बन्दैछु। यो ठाउँको त्यस पछाडि म यो ठाउँमा शासन गर्छु। म मन्त्री बन्दैछु। अब मेरो शासन चल्छ यो ठाउँमा। अब देशभन्दा ठुलो मेरो भाइ होइन, देशलाई बलात्कार गर्ने, भ्रष्टाचार गर्ने, अत्याचार गर्ने नेताहरूको अब अन्त हुनुपर्छ।
यिनीहरू मासिनुपर्छ, सकिनुपर्छ। होला नै के गरेको? ए बोला बोला। मेरो देशलाई बलात्कार गर्ने त जस्तो भाइ मलाई चाहिएन। बोला 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 बोला